हेलो साथीहरू, गुड मर्निङ। के छ सबैजना? सन्चै हुन्छ होला। म सन्चै छु। अनि आज चाहिँ काग तिहार, सबैलाई काग तिहारको शुभकामना। अनि काग तिहार कसरी मनाउँदै हुनुहुन्छ? अनि आज चाहिँ म फेरि नयाँ भिडियो लिएर आएको छु। आज म यहाँ बाख्राहरूलाई, मेरो बाख्राहरूको घाँस हालिदिनु पर्नेछ। घाँस चाहिँ त्यहाँ छ है, घाँस यहाँ छ। यहाँ अब घाँस हालिदिनु पर्ने छ। आज काग तिहार, कागलाई भात खुवाउनु पर्ने रे। अनि कागलाई भात खुवाउनु पर्ने, मेरो घाँस यहाँ छ। अनि अब मेरो बाख्राहरूलाई घाँस हालिदिनु पर्ने छ। बाख्राहरूलाई घाँस हालिदिने पर्ने। अनि अर्को कुरा त यहाँ यता मेरो भैँसीलाई पनि घाँस हालिदिनु पर्ने छ। गोबर सोर्नु पर्ने छ साथीहरू। हेर्नु, गोबर, यसरी गोबर पनि सोर्नु पर्ने छ गाइस, होइन। अनि दामी भ्यू देखिरहेको छ है अहिले चाहिँ। यहाँबाट हेर्नुहोस् ल, दामी भ्यू देखिरहेको छ बिहानी है। त्यो बिहानी नि हो नि त। म बिहानी उहाँ हिमाल देखिरहेको छ है, हिमाल उहाँ देखिरहेको छु। हेर्नुहोस् ल, त्यहाँ हिमाल देखिरहेको छ। अनि अब राम्रो छैन नि त मोबाइल पनि राम्रो छैन त्यस्तो धेरै। अनि अब मोबाइल राम्रो भए पो राम्रो पनि आउँछ, त्यस्तो राम्रो पनि छैन साथीहरू। ल, सबैजनालाई काग तिहारको एकदमै धेरै 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 शुभकामना ल गाइज। अनि यहाँ मेरो ठुम्बा हेर्नु गाइज, यो ठुम्बा हो, यो भेडा हो, मेरो भेडा। अनि त्यहाँदेखि भ्यू हेरौँ गाइज, दामी छ। यता मेरो बाख्रा खोरहरू, अनि उता भैँसी छ, त्यतै।